हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो मिनी भ्लगमा। र म चाहिँ आज चाहिँ ड्युटीबाट चाहिँ छिटो छुट्टी मागेर आएको थिएँ नि त। मेरो चाहिँ ड्युटी अफ हुन्छ 7:30 र म चाहिँ आएको थिएँ आज 6 बजी, किनभने म चाहिँ डक्टर देखाउनु पनि जानुपर्थ्यो कि मलाई चाहिँ खै खुट्टामा के भएको हो। अन्त म चाहिँ साथीसँग फोन किन्नु पनि गएको थिएँ नि त। अन्त त्यही भएर चाहिँ म छिटो छुट्टी मागेर आएर चाहिँ जाँदैछु। अनि म चाहिँ त्योसँग चाहिँ बाइकमा बसेर गएको थिएँ कि त्यो चाहिँ उनीहरूको पापाको बाइक लगेर गएको थियो। यस्तो जाडो थियो कि के भन्नुहुन्छ यहाँनिर अहिले। अन्त पुरा हावा आउँदै थियो। अनि हामी चाहिँ जाँदैछौँ। अनि हामी चाहिँ पहिला फोन किन्नु गयो विजय सेल्समा हो। विजय सेल्समा गएर चाहिँ फोन हेऱ्यौँ। अन्त फोन हेरेर चाहिँ त्यहाँबाट कतिवटा फोन हेरेँ, किनभने त्यहाँनिर चाहिँ स्याम्पल राखिरहेको हुन्छ नि त। हामीले युज गर्नु पनि सक्छ, युज गरेर हेर्नु पनि सक्छौँ। जुन चाहिँ फोन ल्याउनु गएको त्यो फोन छोडेर चाहिँ हामीले अर्को फोन हेर्दै थियौँ, किनभने कन्फ्युज भएर नि हो। फोन चाहिँ स्यामसङ ग्यालेक्सी S24 ल्याउनु गएको, तर त्यो पिस चाहिँ छैन रहेछ। अब खै कुन्द के भएर आउनु छोड्यो अरे हो। अन्त 24 पाएन, त्यही भएर 25 सोद्धाखेरि चाहिँ अमाउन्ट अलिक बेसी भन्यो नि त। अब त्यो पनि आउनु छोड्यो भन्यो। अन्त चाहिँ त्यहाँ डिल गर्दै थियो। अनि म चाहिँ के गर्नु भनेर चाहिँ भिडियो बनाउँदै थिएँ। क्यामेरा त्यहाँको फोनको क्यामेरा हेर्दै, मेरो क्यामेरा हेर्दै भिडियो बनाउँदै थिएँ। अन्त यो फोन चाहिँ त्यसलाई यस्तो मन पर्यो कि यो फोन चाहिँ हो ओप्पो रेनो 15 प्रो मिनी। यो फोन चाहिँ यस्तो मन पर्यो नि, यस्तो मन पर्यो। यो फोनको क्यामेरा चाहिँ यति दामी थियो कि यो चाहिँ मैले पनि भिडियो बनाएर ट्राई गर्दै थिएँ कि कस्तो हुन्छ भनेर चाहिँ हो। अनि यो फोनको भिडियो पनि यस्तो दामी आउँदै थियो हो। अन्त फोटो पनि यस्तो दामी आउँदै थियो। जुमिङ गर्दाखेरि पनि जति टाढो पनि यस्तो क्ल्यारिटी आउँदै थियो कि यो फोन चाहिँ पुरा मन पर्यो हामीलाई हो। अन्त तर यो फोन चाहिँ मन त पर्यो, तर यो फोन चाहिँ मार्केटमा आएकै छैन रहेछ। अन्त यो चाहिँ 12 तारिकतिर चाहिँ उयो हुन्छ अरे, रिलिज हुन्छ अरे 12 तारिकतिर। अन्त 8 तारिकतिर चाहिँ गुगलतिर उयो के भन्छ फोनको अमाउन्ट छोडिदिन्छ, त्यहाँ हेरेर बुक गर्न सक्नुहुन्छ भनेर भन्दै थियो। त्यहाँ स्किमहरू भन्दै थियो हो। अन्त हामी चाहिँ फोन त्यहाँ हेरिराखेँ। अन्त हामी चाहिँ 8 तारिक अब अमाउन्ट गुगलमा छोडिदिन्छ नि, आएर चाहिँ त्यही फोन लिएर आउँछु भनेर भन्दै थिएँ हो। अन्त हामी चाहिँ अब बाहिर निक्लेर चाहिँ पुच्का खानुको लागि चाहिँ बसिरहेको छौँ। बाहिर भने त्यति चिसो थियो कि के भन्नु, कहिले घर जानु भइरहेको थियो मलाई चाहिँ हो। किनभने खुट्टा पनि पुरा दुखिरहेको थियो। हामी चाहिँ डक्टर पनि देखाउनु गएको खास चाहिँ म चाहिँ, तर त्योसँग फोनमै यति बेसी टाइम लाग्यो कि यहाँ डक्टर देखाउनु पनि पाइनँ, किनभने ढिलो भइसकेको थियो हो। अन्त हामी चाहिँ पानीपुरी खाँदैछौँ। अन्त पानीपुरी खाइसकेर चाहिँ अब घर जाऊँ ल भनेर भन्दै थियो हो। म चाहिँ पानीपुरी खाँदाखेरि चाहिँ फेरि त्यो यस्तो